आज अङ्ग्रेजी महिनाको जुलाई 13 तारिक अनि हाम्रो असार 29 गते। आजको दिनको विशेषता के हो त भन्दाखेरि एकजना महान विभूति जसले चाहिँ संस्कृतबाट रामायणलाई नेपालीमा अनुवाद गर्नुभएको थियो, उहाँ हुनुहुन्छ भानुभक्त आचार्य। नेपाली भाषाका आदिकवि भानुभक्त आचार्य। विक्रम सम्वत 1871 असार 29 गते तनहुँको चुदी रम्घामा जन्मिनुभएका भानुभक्त आचार्यले संस्कृत भाषाको रामायणलाई सरल नेपालीमा अनुवाद गरेर नेपाली साहित्यमा युगान्तकारी योगदान दिनुभयो। आदिकवि भानुभक्त आचार्यको मुख्यतः रामायणको लागि चिनिए पनि उहाँका अन्य कृतिहरू पनि उत्ति नै महत्त्वपूर्ण छन्। रामायण बालकाण्डदेखि युद्धकाण्डसम्म। एक दिन नारद सत्यलोक पुगी गए, लोकको गरौँ हित भनी, यस्तो प्रकारको सुन्दर स्वरबाट सुरु भएको यो रामायण नेपालीहरूको मुटुको ढुकढुकी हो। त्यस्तै प्रकारले विभिन्न देवी देवता र भक्तहरूको स्तुति सङ्ग्रह गरिएको भक्तमालाको पनि उत्ति नै ठुलो योगदान छ। त्यसमा चाहिँ ईश्वरको भक्ति, नैतिक शिक्षा, जीवन दर्शन जुन पढ्नाले हामीहरूको मनलाई शान्त हुने गर्दछ। अनि नारी समाजमा केन्द्रित नीतिमूलक आदर्श स्थापित गर्नको लागि नै वधु शिक्षाको माध्यमबाट घर परिवारमा समाजमा कसरी आदर्श जीवन बिताउन सकिन्छ भन्ने शिक्षा दिनुभएको छ वधु शिक्षाको माध्यमबाट। त्यस्तै प्रकारले प्रश्नोत्तरी उहाँको खण्डकाव्य छ, जहाँ चाहिँ गुरु शिष्य संवाद शैलीमा लेखेको दार्शनिक रचना छ। अनि मानिस ठुलो दिलले हुन्छ, जातले हुँदैन जस्ता प्रगतिशील विचारहरू पनि यहाँ देख्न पाइन्छ। भक्त आचार्यको अर्को कृति छ रामगीता, आध्यात्म ज्ञानले भरिएको दार्शनिक काव्य, जहाँ चाहिँ श्री रामचन्द्र भगवानले लक्ष्मणलाई दिएका उपदेशको आधारमा आधारित छ। भर जन्म घाँसतिर मन्दी धन कमायो, नाम केही रहोस् भनेपछि कुवा खनायो जस्ता श्लोकहरू आज पनि उत्ति नै सान्दर्भिक छन्। र भानुभक्तको आज जन्म जयन्ती उपलक्ष्यमा महान विभूति भानुभक्तज्यूलाई सादर अभिनन्दन श्रद्धाञ्जली अर्पण गर्दछु। जय श्री राधे।